ओके अलराइट गाइज, अहिले चाहिँ म विशाल घना जंगलको बीचमा यस जंगलमा अब बनाउनेवाला छु बस्नको लागि शानदार वाला घर। सो गाइज अब चाहिँ हामी लोकेसन हेर्नको लागि जाँदैछौँ होइन। 1 2 3 4 5 जना हामी चाहिँ ट्री हाउस बनाउन गइरहेको छ, जसमा हामीले चाहिँ यो रुखहरू काटेर सानो घर बनाउनेछौँ। हामी चाहिँ खतरा जंगलमा जाँदैछौँ, त्यसको लागि हामी चाहिँ लोकेसन हेर्नुपर्छ घरको लागि। गाइजहरु हामीले चाहिँ लोकेसन हेरिरहेको छ। सबलाई पसिना आएको छ, उसलाई पनि पसिना, उसलाई चाहिँ पसिना आएको छैन, मलाई चाहिँ बब्बल तरिकाले पसिना आएको छ। अब चाहिँ फुल चाहिँ कटेर चाहिँ हामी पारी जानु पर्ने हुन्छ। लोकेसन चाहिँ त्यहाँ शीतलो ठाउँ रोज्नु पर्ने हुन्छ हामीले, किनभने चाहिँ घाम पनि आओस् थोरै, शीतलो पनि होस् हामीले होइन। यहाँ चाहिँ बाघ पनि पाइन्छ है गाइजहरु। बाघ त रातिमा पाउँछ, दिउँसोमा स्यालहरू पाउन सक्छ। अनि होसियार है केटाहरू, होसियार छ नि सबै। टोली आगे बढ, सेना 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 आउँछ, मैले डराउनै ल्याएको छु है। हाम्रो चाहिँ लोकेसन फिक्स भइसकेको छ। हामीले चाहिँ वरिपरि यहाँ चाहिँ हामीले चाहिँ घर बनाउने छ, हो कि न देवान? गाइजहरु यहाँ चाहिँ मृग बिसाएर चाहिँ यो टट्टी के भन्छ केटा यसलाई, मृगको रहेछ। अनि यहाँ चाहिँ अरू जनावर पनि पाउन सक्छ। त्यस कारणले हामीले चाहिँ धेरै टाढा बिचमा घना जङ्गलमा हामी जान पाएन। हामी चाहिँ अब यहीँ घर बनाउनु पर्ने हुन्छ, हो कि न केटा? यसलाई चाहिँ हामीले खाली गर्नुपर्ने हुन्छ है केटा। गाइजहरु अहिले चाहिँ मैले फाडेर लोकेसन रेडी गरिसकेको छ। अब चाहिँ मैले घरको लागि खामा चाहिँ काट्नु पर्ने हुन्छ सानो सानो। गाइजहरु गर्मी भइसकेको छ है, पसिना आएर कस्तो भइरहेको छ जगेर्नै हेर। मैले यताबाट काटिरहेको छु भने कोही चाहिँ उता पल्लोतिर गएको छ केटाहरू। अब चाहिँ मैले चाहिँ खाल्टो खन्नु पर्ने हुन्छ। यति चाहिँ लट्ठीहरू जम्मा भइसकेको छ, कति साह्रो के। हात कस्तो दुख्छ यार। धेरै नै गाह्रो भइरहेको छ, यहाँ गर्मी पनि भइरहेको छ। यहाँको चाहिँ माटो चाहिँ लास्टै नै साह्रो रहेछ। केटाहरूलाई चाहिँ मैले लट्ठीहरू ल्याउन पठाएको छु भनेपछि म चाहिँ खाल्टोहरू जग खनिरहेको छु। कम्तीमा पनि यति 1.5 फुट जति चाहिँ गहिरो खन्नुपर्छ, किनभने चाहिँ बाघ भालुले त्यो घर भत्काउन सकोस्। मेरो चाहिँ घरको काम सुरु भइसकेको छ, जग हाल्ने होइन। यो चाहिँ देवान संस्कार 4वटा पिलर खनिसकेको छ है। त्यस्तो पक्का उठ्न लागिसकेको छ मेरो चाहिँ। के गर्नु अब, घर त बनाउनु पर्यो है। बसाइ सराइ सरेर अब हामी आदिवासी भएपछि अब त्यो बन्दर छ नि, बाँदरसँग मिट गर्नुपर्छ हामी। 1 2 3 4 5 गजब बेइज्जती। एउटा खाल्टो, 2टा खाल्टो, 3वटा, 4वटा, यति गहिरो छ। हामीले यस्तो मेहनत गरेको छ घर बनाउनको लागि। 1 लाइक र 1 सब्सक्राइब अनि सेयर चाहिँ बन्छ, हो कि केटा? अहिले चाहिँ लास्ट गर्मी भइसकेको छ। आँखाबाट आँखा पिरो पिरो भइसकेको छ र मेरो चाहिँ हामीले चाहिँ खम्बा, मेन खम्बा चाहिँ काटिसकेको छ, पिलर जस्तो के। त्यो चाहिँ बलियो हुनुपर्छ। अनि अब हामी त्यसको साइज मिलाएर अनि टक्क कति हाइट गराउने सब मिलाउने छ। त्यसको लागि एकछिन चाहिँ हामी आराम गर्नुपर्ने हुन्छ। तिनीहरू चाहिँ लट्ठी यो खम्बा गाड्नको लागि ढुङ्गाहरू ल्याउन गएको छन्। त्यही बेलासम्म चाहिँ मैले चाहिँ यो यिनीहरूलाई यस्तो मिलाउनु पर्ने हुन्छ यसरी। ल गाइजहरु केटाहरू चाहिँ राखेर बागे भएर बसिरहेको छ। एकजना यता, म यता, पुरा कस्तो भइरहेको छ। हाम्रो घरको फिनिसिङ आउनु लाग्छ। यो सामानहरू सब रेडी गरिसकेको छ है गाइजहरु। अब चाहिँ म यो खम्बा गाड्नको लागि गइरहेको छु। गाइजहरु अहिले चाहिँ हाम्रो अब यो छत हाल्ने काम भइरहेको छ न, यो सबै हालेर भ्याइसकेको छ। अब चाहिँ म छत हाल्न गइरहेको छु। गाइजहरु अहिले चाहिँ यस्तो भइरहेको छ। अब बबाल होला जस्तो चाहिँ हामीसँग डोरी सोडी पनि छैन होइन। पहिला यो हालेर भ्याउनु पर्यो। गाइजहरु हाम्रो घर चाहिँ यस्तो भएको छ, छत हालेर हामीले चाहिँ बानेको छैन। यसलाई चाहिँ
डोरीले बाँध्नु पर्यो भने चाहिँ किनभने मजबुत बनाउनु पर्यो 7 रेक्टरको भूकम्प आयो भने हाम्रो घरलाई भत्काउन नसक्ने गरी हामीले बनाउँछ क्या हामीले बिल्ड गर्छ हामी चाहिँ हाम्रो संस्कार इन्जिनियर अनि देवन मिस्त्री लेबर 2 वटा लेबरहरू सहित म घरको मालिक सहित यहाँ हामी चाहिँ घर बनाउन लागेको छ वेल्डिङ वाला गाइजहरु यिनीहरूलाई चाहिँ भोक लागिसकेको छ अब चाहिँ चुलाहरू रेडी गर्नुपर्ने हुन्छ होइन पादेर खन्ने ध्यान के खान्छ भाइ यसरी पादिने मान्छेलाई बिहोस गराइदिने ठाउँको ठाउँ गाइजहरु हाम्रो चाहिँ आगो पुग्न लागेको यहाँ चाहिँ आगो बाल्न हल्का गाह्रो भयो हामीलाई चाहिँ प्लास्टिकहरू नभएर अनि केटाहरू चाहिँ भोग लाएर है तिमीलाई पनि भोग लाग्छ है तिमीलाई भोग लाग्छ कि भाइ तिमीलाई यो त अल्छी मान्छे मान तिमीलाई भोग लाग्छ बाबु तिमीलाई पनि भोग लाग अनि मलाई पनि भोग लागेको छ गाइजहरु के गर्नु घर त यस्तो बनाइयो छत चाहिँ यसको बाल्न बाँकी छ केटाहरूलाई पहिले खाजासाजा खुवाउनु पर्यो अब चाहिँ गाइज आगो बाल्न गइरहेको छु म फाइनली गाइज आगो चाहिँ दुन्किसकेको छ बाहिर प्यान बसारिसकेको अब पानी हाल्न गइरहेको थिएँ म गाइजहरु आगो सागो बालेर होइन बिच जङ्गलमा हामीले नुडल्स बनाएर खान लागेको छ यहाँ त नुडल्स केटा कस्तो छ यो नुडल्स भोग्ला आगर ए माध्यानु तर हामीसँग चलाउने भाँडा केही छैन तर हामीसँग तरिका छ नि त चलाउने भाँडै ल्याएन क्या हामीले चाहिँ होइन यस्तो बबाल तरिकाले बनाउन लागेको छ नि यो हो नि अर्ग्यानिक भनेको हो किन केटा कतिको भोग लागिरहेको छ है थोकै उछटा यार केटाहरू बदमास रहेछ नि यार थुक मात्र उछटा यसले त सबभन्दा धेरै यार कस्तो खाम भयो है कतिको मिठो छ केटा कस्तो छ म चाहिँ कोरियन स्टाइलमा खान लाग्छु तपाईँ टी स्वाद त आउँदैन है नखेर भने होइन पिरो मात्र है खानी त टमाटर कमर टी स्वाद आउँदैन क्या यार है गजब बेइज्जती है चपटी खान जाने पनि छ कहिले यार गाइजहरु हाम्रो घर चाहिँ कम्प्लिट भएको छैन अहिले चाहिँ किनभने चाहिँ मैले चाहिँ डोरी ल्याउन भुलेको छु यो बाँध्नको लागि माथि टपको लागि अनि त्यसै कारणले हामी चाहिँ अहिले छोडेर जाँदैछौँ नेक्स्ट डे बिन्नुपर्छ भोलि चाहिँ गुड मर्निङ गाइज अहिले चाहिँ नेक्स्ट डे भइसकेको छ अब चाहिँ यसलाई बाँध्नु पर्ने हुन्छ आऊ गाइजहरु हामीले चाहिँ यो छतको सबै डन्डीहरू बाँधिसकेको छ अब चाहिँ हामीले यस्तो साइडमा खम्बा गाडेर अनि सपोर्ट दिएर यसरी हाल्ने छ हामीले चाहिँ यो भाटाहरू भवाल बनिरहेको छ नि घर गाइजहरु यहाँ चाहिँ हामीले पानी ल्याउन भुलेछ है पानी तिर्खा लाएर यस्तो औडा बनाइरहेको छ मेरो चाहिँ बिहान उठ्ने बित्तिकै आएको हामी चाहिँ यतातिर अब फाँडे काम मेरो चाहिँ यस्तो भएको छ कि घाउ फुक्का फुटेर है हामी चाहिँ अब छत हाल्छ माथिको बाहिर हल्का हल्का मात्रै बारेको छ यसरी चाहिँ बाक्लो तरिकाले बार्न पाएको भइरा कस्तो मजा आउँथ्यो होला है अनि यो चाहिँ हाम्रो ढोका मेन फाइनली गाइस हाम्रो घर चाहिँ तयार भइसकेको छ यहाँ देख्न सक्नुहुन्छ अब चाहिँ हामीले चाहिँ सब गरेर भइसकेको छ बारसार हालिसकेको छ अब सिर्फ हामीले चाहिँ यसमा थापो हालेर यसलाई ढाक्न मात्रै बाँकी छ यस्तै बारलाई होइन त्यो मात्रै बाँकी छ हामी चाहिँ त्यो नेक्स्ट पार्टमा गर्नेछौँ यसमा माया देखाउनु भयो भने
हामीले वरिपरि बार्नेछौँ, खतरा बनाउनेछौँ। यहाँ चाहिँ 24 घन्टा हामी यहीँ बस्नेछौँ, खानेछौँ, यहीँ सुत्नेछौँ। त्यो पनि च्यालेन्ज गर्नेछौँ। तपाईँले यसमा माया देखाउनु भयो भने फाइनली गाइज हाम्रो घर कस्तो थियो यो चाहिँ यस्तो भइसकेको छ। देखाइदिनु भाइ। फाइनली गाइस घर चाहिँ कम्प्लिट भइसकेको छ। लभ यु, थ्याङ्क्स फर वाचिङ, सब्सक्राइब, सेयर नाउ।